एकदम मन पर्छ। रङ्गो मात्रै भएको फेरि रङ्गो मात्रै भएको त्यो रङ फेरि छैन फेरि। ठिकै छ ठिकै छ दाइ एकदम रङ्गिलो मान्छे। मेरो भाइ एकदम राम्रो मसैलो लक्साउनको एमसी हुनुहुन्छ हैन। दर्शक नमस्कार साथीहरू। नमस्ते। आज चाहिँ एकदमै दाइसँग हाम्रो विगतको गुमेको मायाको घरको एकदम ठुलो फ्यान एकदम दाइसँग म भेट भएँ। भेट्न पाएँ मलाई एकदम खुसी छु। आज शान्तिपुर चक्रेश्वर मेलामा म आज दाइसँग भेट भएँ। अनि मङ्सिर 6 गते हाम्रो चाहिँ सप्तरङ्गी संसारबाट सप्तरङ्गी संसार युट्युब च्यानलबाट कोट फिल्म आउँदैछ। सबैले हेर्नु होला, माया गर्नु होला, त्यति भन्न चाहन्छु। नमस्कार। भाइको पनि थ्याङ्क यू दाइ थ्याङ्क यू। युट्युब र फेसबुक टिकटकलाई फलो गर्नु भनिरहेको छ। भनिदिनुपर्छ। मेरो भाइको होइन युट्युब फेसबुक के अरे टिकटकलाई फलो गरिदिनु होला उहाँलाई। एकदमै माया किनकि मेरो भाइ एकदम राम्रो मसैलो लक्साउनको एमसी हुनुहुन्छ होइन। सबैलाई नमस्कार, फलो गरिदिनु होला है। दाइको चाहिँ एकदम हजुर, हजुर। ठुलो फ्यान है। एकदम मैले एकदमै मन पराउने भनौँ न उहाँको मुस्कानबाट लिएर हाँसोदेखि लिएर उहाँको क्यारिकेचरबाट लिएर एकदम मलाई राम्रो मन पराउने मान्छे। एकदम मन पर्छ। रङ्गो मात्रै भएको फेरि रङ्गो मात्रै भएको त्यो रङ फेरि छैन फेरि। ठिकै छ ठिकै छ दाइ एकदम रङ्गिलो मान्छे पनि है छ। एकदमै रङ्गिलो। हजुर एकदम रमाइलो भयो दाइसित भेटघाट भइयो। एकदम रमाइलो पनि लाग्यो है, खुसी लाग्यो दाइलाई। चक्रेश्वर मेला शान्तिपुर 4 गतेको दिन चाहिँ दाइसँग भेट भयो। 4 गते भेट भइयो। एकदम रमाइलो लाग्यो। थ्याङ्क यू ल धन्यवाद। धेरै धन्यवाद एकदम। ल दाइसित ल है त दाइ ल छुट्टिन्छ।